हलो बोक्दै जुवा बोक्दै अब हिँडेको खेततिर हेलो गाइस वेलकम टु ब्याक माइ अनदर भिडियो। आयो सबैजना सन्चै हुनुहुन्छ। म पनि तपाईँहरूको माया गर्दाखेरि सन्चै छु। तपाईँहरूमा जाएर सोचेर खुसी रहेछ आउनु हुन्छ आज भिडियोको डबल किसिमको लेभलको निलो छ। ओ माई गड गाइजहरू बिहान बिहान म चाहिँ होइन चौरी गाईको गोबर सोर्दैछु। ओ माई गड यति स्माइल आउँछ यति मिठो गन्ध आउँछ कि ओ माई गड। चौरी गाई देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ दुईवटा छ घाँस खाँदैछ पुरै। ओ माई गड म चाहिँ अब बिहान बिहान यसको गोबर सर्नु पऱ्यो कि गाईसहरू होइन। गाउँले जीवन हो यस्तो मलाई यस्तो गर्दा म पुरै सोर्छु नि त। फेरि यस्तो घिन लाग्नु हुँदैन नि त होइन। यसैमा हाम्रो यही हो कि अर्ग्यानिक मल भनेको यही हो कि हाम्रो चाहिँ अर्ग्यानिक मल भनेको यही नै हो क्या गाईहरू होइन। हामी चाहिँ यस्तो युरिया यस्तो कम्पोस्ट मलहरू हाल्दैनौँ बारीमा होइन। हाम्रो अर्ग्यानिक मल भनेको यस्तो चौरी गाईहरूको भैँसीहरूको अनि बाख्राहरूको हाल्छौँ। त्यसैले यहाँ देख्न सक्नुहुन्छ यति मिठो मिठो माई गड यहाँ छ फेरि। ओ माई गड यहाँ ओ माई गड यहाँ छ। योले निकालेको यो चाहिँ त्योले यो चाहिँ योले है। ओ माई गड आज फेरि यो चौरी गाईलाई जोत्नको लागि आज म बारीतिर लाँदैछु दिउँसो। हाम्रोतिर चाहिँ ट्र्याक्टर छँदैछ। हाम्रोतिर चाहिँ बारीमा ठुलो ढुङ्गा छ के गाई छ। अनि त्यसैले चाहिँ हामी ट्र्याक्टर लगाउँदैनौँ। हामी चौरी गाई जोत्ने हो। ट्याक्क लगाएर आफ्नो चौरी गाईहरू छ दुईवटा। यसको नाम काले त्यसको नाम सिन्द्रे हो। म चाहिँ अब गोबर सोर्नु पऱ्यो। यो गोबरलाई चाहिँ हामीले एक ठाउँमा राख्ने हो। यहाँ राख्छौँ अनि जोत्ने बेला चाहिँ हामी पुरै यसलाई बारीतिर छटपट्ट गर्छौँ कि। माया तिमी पो सहरमा बसेर हातमा नङ पलिस मेहन्दी लाउँछ होला। हामी त गाउँले हो र हातमा गोबर हुन्छ देख्न सक्नुहुन्छ। यदि दुःख गरी खान्छ भने आउन सक्छौ। मेरो गोठ हो यो चौरी गाई दुईवटा। यही हो हाम्रो लिपस्टिक पाउडर भनेको नै यही हो। तिमीहरू बस्नुहुन्छ। ओ माई गड तपाईँको हजुरहरूको त पुरै होइन लिपस्टिक पाउडर प्रफिनहरूको पुरै मिठो मिठो बास्ना आउँला। तर हाम्रो त यही नै हो। प्रफिन पाउडर भने पनि यही नै हो। सबै यही हो। यसैमा छ जिन्दगी। ओ माई गड हिमालु माथि माया फाइनली म चाहिँ गोबर सोरेर अब यहाँ मेरो हलो जुवा छ खेततिर जानु पर्यो। यहाँ हलो जुवा बोकेर अब खेततिर आज गोरु जोताइ हुनेछ। आलु जोताइ आलुको लागि। यहाँ देख्न सक्नुहुन्छ मेरो एकदम लग्जरी घर हो यो मेरो। माई गड यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले मेरो घर हो यो। यो चाहिँ हाम्रो किसान घर हो। माथि लेकको किसान घर हो। हाम्रो घर चाहिँ तल छ एउटा। यो चाहिँ माथि यहाँ किसान यहाँ खेतीपाती गर्दाखेरि यहाँ हामी सुत्छौँ बस्छौँ होइन। यता धेरै यहाँ हाम्रो भाउजूहरूको बारी र हाम्रो बारी छ यता। तपाईँहरूले देख्न सक्नुहुन्छ यता भाउजूहरूको छ हाम्रो अनि हाम्रो छ। यता चाहिँ हाम्रो दुईजना हामी दाजुभाइको मात्रै छौँ कि दुईजना दाजुभाइको बारी मात्रै छ। त्यसैले यता चाहिँ अलिक बारी धेरै छ। त्यही कारण अनि माथि धेरै उकालो हिँड्नुपर्छ कि। हाम्रो घर त तल छ यहाँबाट देखिँदैन तल्ल छ। अनि त्यही धेरै उकालोमा आमा बुबा हिँड्न सक्नुहुन्न। उहाँहरू यतै बस्नुहुन्छ। यसै झुप्रोहरू बनाएर देख्न सक्नुहुन्छ जस्ताको झुप्रो त होइन मेरो लग्जरी घर हो यो। झुप्रो होइन यस्तो यहाँ यति मिठो निन्द्रा आउँछ कि यहाँ सहर बजारको महल भन्दा धेरै मिठो निन्द्रा आउँछ क्या। सहर बजारमा त होइन यति लाइटहरू हुन्छ होला होइन। हाम्रो लाइट त माथि आकाशतिर हुन्छ। यहाँ माथि आकाशतिर हुन्छ कि हाम्रो चाहिँ त्यस्तो हुन्छ। ओ माई गड फाइनली गाइस म चाहिँ हलो बोक्दै जुवा बोक्दै अब हिँडेको खेततिर यहाँ नजर देख्न सक्नुहुन्छ तपाईँहरूले। ओ माई गड कति राम्रो नजरा हिमाल देख्न सक्नुहुन्छ तपाईँहरूले। म चाहिँ यहाँ अब हलो जुवा बोकेर अब पर छ नि पर देख्नु भएको छ नि तपाईँहरूले। त्यहाँ घर मुनितिर बारी जोत्न हिँडेको आज खाना खाएको छैन। अहिले बिहानको ठिक 10 बजेको छ। यहाँ देख्न सक्नुहुन्छ नजरा यति राम्रो सुन्दर हरियाली गाउँ। माई गड यति राम्रो। अब गाउँले केटाको BMW कार हो यो मेरो। सहर बजारको केटा भएको भए पो होइन KTM बाइक डुक्स बाइकहरू होइन 220 पल्सरहरू कुदाउँथ्यो। म त यही हलो कुदाउने हो। अहिले मेरो ठुलो ढुङ्गा छ नि त्यहाँ चाहिँ मेरो बारी छ। त्यसैमा अहिले
दुईवटा गाईले पुरै कुदाउने BMW सर ओ भाइ यति मजा आउँछ कि ए हो माया भगवान्ले जे छ त्यसैमा खुसी हुनुपर्छ त्यसैमा म रमाइरहेको छु होइन यो त देख्न सक्नुहुन्छ यस्तो नजारा भ्यूहरू देख्न सक्नुहुन्छ ओ माइ गड यो चाहिँ क्या मुङचाको भ्यूहरू यति हरियाली यति राम्रो राम्रो घरहरू छ यहाँ यतापट्टि चाहिँ म राम्रो राम्रो घर हेर्दै होइन गाउँमा देख्न सक्नुहुन्छ सुनसान छ अहिले यता यो चाहिँ बारी यहाँ यो बारीहरूमा चाहिँ पुरै आलु लाउने हो अबको 1 महिनापछि त्यही कारण चाहिँ म पनि आज हाम्रो पनि आज आलु लाउने अरे त्यस कारण म चाहिँ आज पहिला गोरु जोत्नुपर्छ नि त हाम्रो चाहिँ ट्र्याक्टर छैन कसैको त यता आलु रोपी पनि सक्यो होला सायद होइन हाम्रो चाहिँ छैन बारी खनेको छैन आज खनाइ हुनेछ पुरै म चाहिँ माथि घरबाट हल जुवा भन्नाले मेरो BMW कार लिएर आएको यता ए हो माया सुन्दर नजारा देख्न सक्नुहुन्छ तपाईँहरूले गाउँले जीवनस्थिति छ फाइनली गाई चाहिँ म चाहिँ होइन हलो जुवा राखेर अब घर जाँदा चाहिँ मेरो बारी चाहिँ यही देख्न सक्नुहुन्छ यही हो यो मेरो बारी यहाँ आज जोताइ हुन्छ यहाँ पनि ढुङ्गाको त्यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले त्यहाँ पनि जोताइ हुनेछ अब म चाहिँ घरतिर लागेको म चाहिँ अब घर पुग्न आँटेको यहाँ नन्द दाइको घर छ हाम्रो यहाँ छ निको भूमि स्कुल यहाँ छ अब खानासाना खाएर अब फेरि माथितिर लाग्नुपर्छ